मैत्री विमानस्थलको स्थलगत तथा अनुगमन प्रतिवेदन हेरेर भ्रष्टाचार कसरी हुँदो रहेछ भन्ने प्रश्नसँग बुझ्न सकिन्छ। सभामुख महोदय, प्रतिवेदनमा पोखरा विमानस्थलको प्रारम्भिक लागत मूल्य 145 मिलियन अमेरिकी डलर रहेको थियो। पछि यो परियोजनाको लागत मूल्यमा वृद्धि गरेर 215.965 मिलियन अमेरिकी डलर पुर्यायो र सम्झौता पनि भयो। अर्थात् 70.965 मिलियन डलर वृद्धि गरियो। यो भनेको 7 करोड 9,65,000 अमेरिकन डलर हो। अर्थात् 5 अरब 88 करोड 29,98,500 रुपैयाँ हो। साथै डिटेल प्रोजेक्ट रिपोर्ट नबनाइकन परियोजनाको कामको सुरुवात गरियो। स्मरण रहोस्, प्रोजेक्ट कम्प्लिट हुनुभन्दा 1 महिना अगाडि मात्रै डिपिआर बुझाउने काम भएको थियो। अर्थात् डिपिआर बेगर परियोजनाको सबै काम सकिएको थियो। यसैगरी प्रोजेक्टको सबै खर्च सम्झौताको सुरुवाती लागत मूल्यबाट गर्नुपर्ने भन्ने थियो। तर क्यानबाट एचभिएसीको लागि छुट्टै 7,42,659 अमेरिकन डलर एसी खरिद गरिएको फाइनल बिलमा देखिन्छ। सभामुख महोदय, सम्झौतामा एडिसनल आइटमहरूको लागि 1 करोड 52,30,000 डलर रहेको छ, जबकि फाइनल बिलमा यो शीर्षकमा 2 करोड 4,36,000 भुक्तानी गरेको देखिन्छ। यो भनेको 52,06,000 अमेरिकन डलर बढी हो। यसैगरी एयरपोर्टभित्र र बाहिर माटो, ढुङ्गा, गिट्टी लगायतको कामको लागि 2 करोड 22,54,200 अमेरिकन डलर छुट्याएको थियो। त्यो काम पनि पुरा नगरिकन भुक्तानी गरेको देखिएको छ। फ्लाइट प्रोसिड्योर डिजाइन डिपिआरमा गर्नु भनिएको थियो, त्यो पनि गरिएन। प्रोजेक्ट सकिएको वर्षमा मात्रै डिजाइन बन्यो। विमानस्थल सञ्चालनमा ल्याउनको लागि सबै सुविधा र पूर्वाधारहरू निर्माण गरी सञ्चालनमा ल्याउने दायित्व ठेकेदार कम्पनीको हुने सम्झौतामा उल्लेख छ। छिने डाँडा काट्नुपर्ने पनि ठेकेदार कम्पनीको दायित्व भनेर सम्झौतामा उल्लेख छ। तर क्यानले यही शीर्षकमा 32 करोड 2 लाख भुक्तानी गरेको देखिन्छ। सम्माननीय सभामुख महोदय, अमेरिकी टोपोग्राफिक नक्साको रियल टाइम डाटा अनुसार विमानस्थलको प्रस्तावित